है त आज हामी पिकनिक खाने ठाउँको डाँडा चाहिँ आइपुगेको छौँ। मान्छेहरू जम्मा भएको देख्न सकिन्छ यहाँ। यहाँ भलिबल ग्राउन्ड पनि छ। चल यो चाहिँ गुम्बा डाँडा। हे माथि चाहिँ थल्लेरी अन्डा हेर पछाडि यो माथितिर डाँडातिर हेर। रमाइलो हुँदैछ नि आज। एकदम रमाइलो छ भाइ। जिन्दगीमा कहिले कहिले रमाइलो नि गर्नुपर्छ नि त। हाम्रो काका पनि यहाँ मुसु मुसु मुस्कुराउँदैछन्। ठिक छ नि त काका? आज रमाइलो जम्ने भयो। बर्बाद हाम्रो चाहिँ आज यहाँ पिकनिक कार्यक्रममा एकदम रमाइलो भइरहेको छ, देख्न सक्छौँ। तातो फुलौलो तातो पनि चाहिन्छ। उयो भाँडामा बसाल्नुपर्छ। तल्ला टोली आयो कि एउटा चौरी ल्याउनु पर्यो भन्नु पर्यो। यो यसो उ गर्ने हाम्रो मोबाइल स्विच अफ हो। सर्दी लाग्ने भैँसीले दिन्छु भने सर आजै फेस चलाउँछु। आजै आउँछ कोटोल हिँडिसक्यो होला। तिमीहरूको नि त होला। हाम्रो नि हजुर कसलाई फोन गर्नु एक बडी बोक्नु पर्छ। त्यो त फोर छैन। भएलै त्यो त निकालौँ। यो भए खाने मान्छे कोही आउँदैन खै। है गाइजहरू, सबैजनाले मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल ल गोल हानौँ है, गोल। ल काका पनि आउनु भयो त। ल अब तातिन्छ है। गोल भयो, गोल। ल यहाँ देख्न सक्छ गाइजहरू, यहाँ एकदमै पिकनिकको अवसरमा पर डाँडामा छौँ, मान्छे भेला हुँदैछौँ अहिले। ल ल ठुलो एउटा सानो एउटा गर्नुपर्छ। यहाँ चाहिँ भलिबल ग्राउन्ड पनि छ है डाँडामा।
अहिले हामी भलिबल नि खेल्ने छौँ। है त गहिरोमा पर्यो यो बाबा चाहिँ दिउँ न ओनरै छ हामी चाहिँ त कस्तो अन्धकार आयो कि ल यता काका गाईको डान्स यो हो नि त रमाइलोको लाइन चाहिँ ल सबैजनाले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भनेर सबैजनालाई भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको भिडियो एकदम रोचक अनि रमाइलो छ।
कहाँ बैना मार्यो मै सजिलै जाला। ल काका काकी अब के छ काकाको हाल खबर? ल काका काकी ल काका काकीलाई सकिँदैन नि अब। जोडी जोडी नाच्ने कार्यक्रम एकदम। जोडी जोडी नाच्ने। यता फर्किनु यता 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 फर्किनु यता यता। यता फर्केर नाच्ने यता क्यामेरापट्टि। अलिक नजिक नजिक फेरि अर्को नाता ल हाम्रो हजुरआमा नि एकदम मुस्कुराउँदै हेरिराख्नु भएको छ। ल साइडमा डान्स देख्न सक्छौ। सबैजनाले भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। ल ल गीत कताको? फेरि अर्को जोडी आइसकेको छ। यो जोडी जोडी डान्समा को विजेता हुन्छ त हेर्दैछौँ। भिडियोलाई सबैले अन्तिमसम्म हेरेर साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु। हाम्रो दाइहरू नि साइडबाट यसो नाच्दै हुनुहुन्छ। मेरो नाच्ने पाला आउन बाँकी नै रहेको छ।
हाम्रो ग्रुप डान्स यो पछि हाम्रो आउँछ क्लाइम्बिङमा छौँ हामी सबैभन्दा चर्को भयो के छ ठिक छ यता हेर ठिक छ फेरि उहाँ भेसी दाइ मेरो कहिले पालो आउँछ भनेर बसिरहेको छ अब मौसम पनि एकदम चिसो चिसो भइरहेको छ ल फेरि अर्को हाम्रो यहाँ दाजुको जोडी सुरु समय आता था ये तो बड़ी भर की खरी सुरेर कोरी बाटी सिरै माथि सुन खरी सुरे वो यतिकै ल घुमाउने मात्र गर्छ है ल ल ल
नाच न नाच राम्रो निस्किरहेको छ नाच 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 मलाई खान्छ खान्छ भने लुकाए होइन म अब कहाँ लुगाएको थियो मलाई के मतलब आफैले भन्ने अब त हान्यो गीत एउटा गीत खै गीत नि यस्तो ठिकै पनि हुन्छ होइन हुन्छ हुन्छ होइन यसले पनि अब खान त खाएकै छ
यो भिडियो गरेको छौ त यसमा मैले के गर्नु गर्ने उता यता कति ल सम्पूर्णले भिडियोलाई हेरेर साथ दिनुभयो सबैजनाले सब्स्क्राइब गरिदिनु होला आजलाई यति नै अब फेरि पनि केही नयाँ भिडियोहरू लिएर आउनेछु पक्कै पनि हस् त धन्यवाद